के तपाईको बच्चा सानो कुरामा रिसाउँछ, रोइरहन्छ वा अरूलाई बुझ्न गाह्रो मान्छ? सायद यो इमोशनल इन्टेलिजेन्स, भावनात्मक बुद्धिमत्ताको कमी हुन सक्छ। इमोशनल इन्टेलिजेन्स, भावनात्मक बुद्धिमत्ता भनेको आफ्नो भावना बुझ्ने र नियन्त्रण गर्ने क्षमता हो। साथै अरूको भावना बुझ्ने र सही प्रतिक्रिया दिने क्षमता पनि हो। इमोशनल इन्टेलिजेन्स कम हुँदा के सङ्केत देखिन्छ त? सानो कुरामा धेरै रिसाउनु, सानो कुरामा रोइरहनु वा हार मान्नु, अरूको भावना नबुझ्नु। तर राम्रो खबर के हो भने यो सिक्न सकिन्छ। बच्चासँग खुलेर कुरा गर्नुहोस्, उसलाई भावना व्यक्त गर्न सिकाउनुहोस्, राम्रो व्यवहार देखेपछि प्रशंसा गर्नुहोस्। इमोशनल इन्टेलिजेन्स किन महत्त्वपूर्ण छ? यसले आत्मविश्वास, राम्रो सम्बन्ध र सफल जीवन बनाउँछ। पढाइमा मात्र होइन, जीवनमा पनि सफलता दिन्छ। बच्चालाई भावनात्मक रूपमा बलियो बनाउनु नै साँचो शिक्षा हो।